हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज चाहिँ हामी शिवजट्टा जाँदै सबैजना मिलेर धरानमा रहेको शिवजट्टा हाइकिङ। सुरुमा चाहिँ हामी अटोमा चढेर जान्छौँ माथिसम्म, अनि त्यसपछि चाहिँ अलिकति हाइकिङ गर्ने सोच बनाएर गएका थियौँ। अटोले चाहिँ हामीलाई यहीँसम्म मात्रै पुऱ्याइदियो, तर अटो जाने बाटो चाहिँ थियो, तर पनि हामीलाई चाहिँ सायद ठग्यो जस्तो लाग्यो। अनि अब चाहिँ हामी हाइक गर्दै जाँदैछौँ। अब यहाँ चाहिँ दुईवटा बाटो छ, भेटेटार र शिवजट्टा जाने, अनि हामी चाहिँ शिवजट्टा जाने बाटोतिर लाग्यौँ हल्का हाइकिङ गर्दै। त्यसपछि चाहिँ यो पुल आउँछ, यहाँ चाहिँ हामीले हल्का फोटो भिडियोहरू खिचेर फेरि माथितिर लाग्यौँ। यो चाहिँ शिवजट्टा मन्दिर, अनि यो चाहिँ झर्ना जाने बाटो। यता साथीहरू, अनि यो चाहिँ झर्ना चाहिँ हामीले एकदमै ठुलो एक्सपेक्ट गरेको, ठुलो त होइन, धेरै ठुलो चाहिँ होइन, तर अलिकति ठुलै होला भनेर एक्सपेक्ट गरेको थियौँ, तर यो चाहिँ एकदमै सानो रहेछ। अनि त्यसपछि चाहिँ हामी माथि पनि झर्ना छ भनेर माथितिर चढ्न थाल्यौँ। माथि चाहिँ तलको भन्दा अलि राम्रो ताल थियो, झर्ना पनि थियो, तर यहाँ चाहिँ एकदमै धेरै मान्छेहरू थिए, त्यही भएर चाहिँ हामी यो भन्दा पनि टपमा हेर्न गयौँ। अनि त्यसपछि त्यहाँ पनि एकदमै धेरै मान्छेहरू, एकदमै धेरै त होइन, त्यहाँ पनि मान्छेहरू पौडिरहेका थिए। अनि ताल होइन, पानी चाहिँ एकदमै सानो थियो। अनि अब चाहिँ हामी फर्क्यौँ। आजको ब्लग चाहिँ यति नै थियो। थ्याङ्क यू फर वाचिङ।